एभ्रिवान नमस्ते सम्पूर्णमा। आज चाहिँ हामी चटपटे खानालाई प्लान बनाएर हिँड्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोस् है। भन्नु त्यतिकै अब चटपटे खाना जानु हामी चाहिँ दिदीलाई बनाउन जाँदैछौँ। हेर्नु है चटपटे खाना दिदी गरिरहेको छ। हेलो के छ? चटपटे खाना जाने? त्यही त उठा भन्नु के छ बुढे? यहाँ अब दिदी बनाउँदै मोटो बनाउँदै बनाउँदै हेर्नु चाहिँ गाइस चटपटे खाना दिएको छ। कसरी खाउने देखाएको छोरी नानी हामी चाहिँ यहाँ पर्खेछौँ। चटपटे खाना हाम्रो कति मेहनत छ हेर्नु छ। ए मान्छे कहाँ आयो भनेर बाहिर गइसक्यो बेपत्ता भएको छ। हामी चाहिँ हिँड्यौँ अब रेडी भएर राम्ररी भएर हिँड्दैछन् मान्छेहरू। हामी चटपटे खाना हिँड्यौँ। 3 बहिनी कसिएर पटुका बाँधेर अनुहार त हाम्रो त्यही त मुखसुख धोएर राम्री भरेको जे भए पनि राम्री भएर हिँड्थ्यो कि हामी त मुखै नधोइ हिँड्छौँ। बिहान त अब धुनु परेको होइन। हामी हिँड्दैछौँ चटपटे खानालाई। चटपटे कस्तो बन्छ भनेर थाहा होइन। हिँड्दैछौँ हिँड्न चाहिँ टुङटुङ पारेर। आतुर छ हामीलाई आतुर। चटपटे 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 भन्ने सानो त्यही खाएर है। मकैबारी दरेम मकैमा त्यस्तो भएछ है। त्यसमा टिकटक बनाउनु चाहिँ भाइरल हुन्छ र। मकैबारीमा दरेम भन्ने खन्न गाउँमा भएको भए चाहिँ। यहाँ त कसरी बनाउँदैन मकै खान गाइस। हामीलाई मकै खन्न बोलाउने मान्छे भयो हामी जान्थ्यौँ। हामी रेडी थियौँ होइन। सही अब हामी चटपटे खाना गएपछिको भिडियो देखाउँछ है म हजुरहरूलाई। फेरि चटपटे बन्यो अब हामी खान्छौँ चटपटे। चटपटे मिठो छ मिठो है। मिठो छ
खाइबो खाइबो हामीले चाहिँ चटपटे खाइसक्यौँ अब पानीपुरीको पालो एउटा त खाली त्यो पनि हालेको ल सबैजना भन्छ फेरि चटपटे हालेको गाइस खान खाऊ न हजुर के चाहियो यता बखाल्नु फाइनली हामीले चाहिँ चटपटे खाइसकेर पनि निस्कियो त्यहाँदेखि आउँदै हुनुहुन्छ दिदीहरू मैले चाहिँ छोटो पनि लिएर आएको स्कुलबाट चटपटे र पानीपुरी कस्तो थियो मिठो एकदम मिठो खाइयो भुँडी ढारियो धेरै धेरै मिठो अन्तिममा के भन्न चाहनुहुन्छ चटपटे खान मन लाग्छ खाइयो मिठो त यसो लाइक सेयर गर्नु भन्नु पर्दैन लाइक गरिदिनु सपोर्ट गरिदिनु यसो सब्सक्राइब गरिदिनु ल गर्नुहुन्छ ल धन्यवाद लास्ट टाइम मिठो थियो नि होइन फेरि कहिले खाने चटपटे अब एक दुई दिन घाममा हिँड्नुपर्छ मलाई त घाममा जहिले खान मन लागेको छ